यो चाहिँ नि तपाईँको अलिकति यो इरोजनको समस्या छ तपाईँको। यसलाई अलिकति हामीले स्टेटबाट फेडरलबाट पनि बेसिकली काउन्टीबाट चाहिँ यसको रोकथामको लागि चाहिँ नि हामीले प्रयास गरिरहेको छौँ तपाईँ। दर्शकबिन नमस्कार, म प्रकाश सेकदेल। अहिले म बाल्टिमोरको डबल रक पार्कमा रहेको छु। यो पार्क 102 एकड क्षेत्रफलमा फैलिएको छ। एकदमै विशाल जङ्गल, ठुलो जङ्गल छ। मलाई त लाग्छ चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल जस्तै ठुला ठुला रुखहरू यहाँ छन्। व्हाइट ओकका निकै ठुला ठुला रुखहरू छन्। यहाँ खोला छ। निकै मनोरम आकर्षक जङ्गल रहेको छ। ठाउँ ठाउँमा पार्कहरू निर्माण गरिएका छन् मनोरञ्जनका लागि। र झन्डै यहाँ 3 किलोमिटर ट्रेल रहेको छ। आज हामी समग्र रूपमा यो जङ्गल घुम्नेछौँ। हामी जङ्गलमा ट्रेकिङका लागि जानेछौँ। विशेष गरी यहाँ नजिकै जङ्गलदेखि केही मिनट पर मेरील्यान्ड राज्यका सांसद डाक्टर ह्यारी भण्डारीको घर रहेको छ। उहाँ हरेक दिन जसो यो जङ्गलमा उहाँ गइरहनुहुन्छ, यहाँ वा गरिरहनुहुन्छ। आज म उहाँसँगै रहेर यो जङ्गलमा सरेर घुम्ने र यहाँको प्रकृतिसँग रमाउने कोसिस गर्दैछु। समस्या छ तपाईँको। यसलाई अलिकति हामीले स्टेटबाट फेडरलबाट पनि बेसिकली काउन्टीबाट चाहिँ यसको रोकथामको लागि चाहिँ नि हामीले प्रयास गरिरहेको छौँ तपाईँको। 6 करोड हो यसलाई व्यवस्थापन व्यवस्थापन अझै जरुरी छ। एब्सोल्युटली। हामी अब यो पार्क सबै हेर्छौँ। समग्र रूपमा कसरी के के भएको छ भन्ने कुरा पनि हामी समग्र रूपमा आज निरीक्षण गर्छौँ। निकै रमाइलो छ। हामी अब जङ्गलको यात्रा सुरु गर्दैछौँ। साँच्चै एकदमै आकर्षक जङ्गल छ। यहाँ खोला कराएको सुनिरहेको छ। त्यस्तै गरी चराचुरुङ्गीहरू निकै कराइरहेका छन्। मलाई त लाग्छ यो जङ्गल देख्दाखेरि साँच्चै नै हाम्रो चितवनको जस्तै यहाँ बाघ, भालु त्यस्तै खालका जनावरहरू पनि हुन्छन् कि भन्ने लाग्छ। म समग्र रूपमा आज मेरील्यान्ड राज्यका सांसद डाक्टर ह्यारी भण्डारी उहाँले आफ्नो तर्फबाट यो क्षेत्रमा पार्क निर्माणका लागि पनि बजेट पनि विनियोजन गर्नुभएको जानकारी पाएको छु। म उहाँसँग समग्र रूपमा यो ठाउँको, यो पार्कको र यो समग्र जङ्गलको बारेमा अलिकति कुराकानी गर्दैछु। यो खोला हेर्नुहोस् कस्तो मनोरम छ। निकै आकर्षक, निकै सफा पानी बगेको छ। हाम्रो नेपालमा जस्तो खोलामा फोहोर हाल्ने केही गर्ने त्यस्तो खालको यहाँ हुँदैन। यहाँ पानीलाई एकदमै संरक्षण गरिएको हुन्छ। खोलामा कसैले पनि फोहोर हाल्न पाउँदैन। एकदमै निकै छ, रमाइलो छ। म आज तपाईँलाई समग्रमा यही बारेमा देखाउँछु। मसँग डाक्टर ह्यारी भण्डारी हुनुहुन्छ जो मेरील्यान्ड राज्यका नेपाली सांसद हुनुहुन्छ। सबैले गौरव गर्ने विषय पनि हो। मेरील्यान्ड राज्यमा दसैँको लागि उहाँले बिल पेस गरेर पास पनि गर्नुभएको छ र अहिले हामी भर्खरै दसैँ पनि मनाएका छौँ। निकै गौरवको विषय छ। म आज समग्र रूपमा तपाईँलाई यो प्रकृतिमा घुमाउनेछु। निकै मजा लाग्नेवाला छ। हामी अब यहाँ यात्रा सुरु गर्दैछौँ। हामी अब यो पार्क सबै हेर्छौँ। कस्तो रमाइलो जङ्गल रहेछ होइन? Is a hybrid? He's a Siberian Husky. Oh wow! Did you bring from there? I mean, do we buy? I mean, do you get here? Yeah. You can go to breeders and get purebreds. Oh, how old is he? He just turned 7. 7 years or months? 7 years. एउटा विशाल सुन्दर जङ्गल। मलाई त लाग्यो ठुला ठुला रुखहरू। त्यस्तो वास्तवमा देख्दाखेरि चितवन राष्ट्रिय निकुञ्जभित्रका ठुला ठुला सालका रुखहरू जस्तै देखिने एउटा सुन्दर जङ्गल रहेछ। अलिकति थोरै यसको बारेमा बताइदिनु न। यो चाहिँ तपाईँ हामी यो ट्रेलमा वाक गरेको ठाउँको पार्कको नाम चाहिँ डबल रक पार्क हो। यो तपाईँले देख्नुभएको रुखहरू, ठुलो ठुलो रुखहरू चाहिँ यो व्हाइट ओक भन्छ। त्यो ट्रिजहरू हो। यो चाहिँ पार्क चाहिँ स्थानीयहरूले यो पार्कलाई एकदम जेम भनेर एकदम मडीको रूपमा बुझ्छन्। किनभने यो पार्कको वरिपरि घना बस्ती छ। घना बस्तीको बिचमा यति शान्त यस्तो सुन्दर पार्क चाहिँ एकदम बिरलै पाइन्छ। तपाईँलाई पनि त्यो राष्ट्रिय निकुञ्जको जस्तो फिल भएको कारण त्यो पनि होला। कस्तो राम्रो खोला सर र जङ्गललाई खोलाले सर
घेरा जस्तो देखिने, बिचमा आउँदा ठुला ठुला रुखहरू, त्यस्तै गरी अरू प्राकृतिकका थुप्रै यहाँ जङ्गली जनावरहरू पनि होलान्। एकदम रमाइलो ठाउँ र ठाउँमा पिकनिक खाने रमाइलो ठाउँ पनि रहेछ। तपाईँ मेरील्यान्ड राज्यको सांसद पनि हुनुहुन्छ, यहाँले पनि यो क्षेत्रको विकासका लागि लगानी गर्नुभएको भन्ने हामीले पाएका छौँ। समग्र रूपमा यहाँ भएका पूर्वाधारहरू, यो प्रकृतिको बारेमा अलिकति व्याख्या गरिदिनु न। हजुर धन्यवाद। अब यो पार्क चाहिँ 70 वर्ष पुरानो हो र यो पार्क मेरो डिस्ट्रिक्ट चाहिँ धेरै ओभर डेभलपमेन्ट छ। मेरो डिस्ट्रिक्टमा धेरै त्यस्तो स्पेसहरू छैन कि जानेर तपाईँले कन्स्ट्रक्सन गरेर धेरै ठुला उद्योगहरू बनाउन सक्नुहोस्, किनभने एभ्रिथिङ तपाईँको अकुपाई भइसकेको छ। र यो चाहिँ आजसम्म यहाँको स्थानीयहरूको जोड बलले गर्दा नै यो पार्क चाहिँ नि यो ओपन स्पेस यो अवस्थामा इन्ट्याक्ट रहेको हो। तसर्थ जसले यो पार्कको लागि आजसम्म यो संरक्षणको लागि लड्नुभयो, बाल्टिमोर काउन्टी अन्तर्गत हाम्रो पार्क एन्ड रेक भन्छ, यस्ता हाम्रा धेरै पार्कहरू छ र यो पार्कहरू चाहिँ बाल्टिमोर काउन्टी पार्क एन्ड रेकले म्यानेजमेन्ट गर्छ। र यो पार्कको बारेमा भन्दै गर्दा यो पार्कमा अहिले तपाईँले देखे जस्तो यो पेभिलियनहरू छ डिफ्रेन्ट एङ्गलमा, र यसमा समरको समयमा फ्यामिलीसहित पिकनिक आउने यो पेभिलियन अलिकति पुरानो छ, त्यो भएर यो पेभिलियनलाई रिनोभेट गर्नको लागि मैले मेरील्यान्ड जेनरल एसेम्ब्लीबाट केही रकम छुटाएको छु। यसमा एक्चुअली आई वान्ट टु बिल्ड तपाईँको त्यहाँनिर यहाँ चाहिँ रनिङ वाटर र बाथरुम पनि प्रयोग होस् भनेर। यो एन्ट्रान्स चाहिँ नि यो बेले रोडको एन्ट्रान्स हो, ओभरलीको एन्ट्रान्स हो। अरू एन्ट्रान्सहरूमा रहेको पार्कहरूमा बाथरुमहरू पनि छ, अनि त्यस्तै गरेर प्लेग्राउन्डहरू छ यहाँनिर सफ्टबलहरू खेल्ने रिक्रिएसनल एक्टिभिटिजको लागि। अनि यहाँ ट्रेल छ हजुरको। लगभग यो पार्कको क्षेत्रफल 102 एकड जति छ, 102, र क्लोज टु 2.53 माइल जति, 3 किलोमिटर जति, लेस देन 2 माइल जति यो ट्रेल छ। र तपाईँ बिहान आउनुभयो भने धेरै यहाँको नेबर्सहरू आफ्नो डगहरूलाई वाक गर्न पनि आउनुहुन्छ। र सिजनमा तपाईँको स्ट्रिममा तपाईँले देख्नुभयो भने खोलामा टन्न धेरै स्कुल पढ्ने बच्चाहरू पनि तपाईँहरूले देख्नुहुन्छ। र वास्तवमा यहाँनिर गार्डन पनि छ, गार्डनिङ पनि छ। तपाईँहरू यहाँ पेरी हल, वाइट मार्स वरिपरि बस्ने थुप्रो नेपालीहरू हुनुहुन्छ। यहाँ चाहिँ एकदमै थोरै मिनिमम कस्टमा गभर्मेन्टले जग्गा दिन्छ जहाँ तपाईँले तरकारी खेती पनि गर्न सक्नुहुन्छ। यहाँबाट 2 मिनटकै वाकमा। यो जङ्गलमा तरकारी खेती पनि गर्न सकिन्छ? जङ्गल होइन, अलिकति छेउमा मजाको बारी छ त्यहाँनिर। तपाईँले काँक्रा, घिरौँला जे फलाउन मन लाग्छ त्यो पनि गर्न सक्नुहुन्छ। त्यो गभर्मेन्टले नै संरक्षण गरेको छ होइन। तपाईँहरूलाई कतिलाई थाहा छैन भने कति नेपालीहरूले त्यहाँ त्यो उत्पादन पनि गर्नु भएको छ। र इन ए नट सेल भन्दाखेरिमा दिस इज भेरी वन्डरफुल। एकदमै यो सुन्दर छ र एकदम मनमोहक जस्तो यहाँको स्थानीयहरूले कहिलेकाहीँ यो स्टोरी जस्तै देखिन्छ। बिहान हिँड्दाखेरि यो कहाँको स्टोरीमा पढे जस्तो जुन यो ट्रेल छ, घुमेको ट्रेल छ, त्यति धेरै ठुलो पनि छैन, मिडियम खालको ट्रेल छ। र तपाईँहरू वरिपरि हुनुहुन्छ भने बाल्टिमोरमा मेरील्यान्डमा बस्नुहुन्छ भने यो पार्क आउनु होला। यहाँ नजिकै नै धेरै नेपालीहरूको घर पनि छ। यहाँबाट हजुरको लगभग 25-30 मिनट्सको रेडियसमा 25-30 माइल्सको रेडियसमा चाहिँ लगभग 2500 घर नेपालीहरूको छ। तर अनफर्चुनेटली के छ भने अलिकति धेरैहरूलाई यो पार्कहरू त्यति थाहा पनि छैन। तसर्थ चाहिँ यो चाहिँ बडीको लागि पनि माइन्डको लागि पनि एकदमै हेल्थी हो। बिहान बेलुका यसो मिल्छ भने तपाईँहरू आउनु होला। प्रकृतिमा रमाउनेहरूका लागि त यो निकै आनन्दको ठाउँ। खोला टक्क कल बगेको खोलाहरू छन्, यस्ता जङ्गलहरू छन्, चराचुरुङ्गी कराइरहेका छन्। बडो मनोरम आकर्षक ठाउँ छ यहाँ। तपाईँले चराचुरुङ्गीको कुरा गर्नुभयो। फन फ्याक्ट, म चाहिँ संसदमा गइसकेपछि यो डबल रक पार्क मेरै डिस्ट्रिक्टमा पढ्ने, अनि अमेरिकामा चराहरूको ठुलो लबी हुन्छ। हामीले एउटा बिल पनि पास गर्यौँ कि वासिङटन डिसी, मेरील्यान्ड
वरिपरिको ठुलो ठुलो यो हाई राइजिङ बिल्डिङहरूमा चरा आएर ठोकिएर मर्ने अनि त्यसको लागि चाहिँ चराको फ्रेन्डली बर्ड फ्रेन्डली ग्लासहरू हाल्नको लागि हामीले बिल पनि पास गऱ्यौँ हाउसमा अनि तपाईँको यो मलाई लबियस्टले भनेको आई डिडन्ट नो द्याट मेरील्यान्डभरि यो डिएमबी एरियामा बेसिकली मेरील्यान्डमा चराहरू प्रत्येक वर्ष धेरै हजारौँको सङ्ख्यामा माइग्रेसन गर्छन् माइग्रेसन गर्दाखेरि यो तपाईँको स्टेट छोड्दाखेरि कुनै त आउट अफ कन्ट्री पनि जान्छन् यो माइग्रेसन छोड्दाखेरिको बास बस्ने चाहिँ बेस्ट ठाउँ रहेछ लगभग मेरील्यान्डको इट्स अ भेरी इन्ट्रेस्टिङ फ्याक्ट माइग्रेसन गर्दाखेरि बर्डहरू यहाँ आउँदो रहेछ ट्रान्जिट भने जस्तो यो ट्रान्जिट हो अनि यहाँ चाहिँ बर्ड वाचरहरू तपाईँले एकदमै देख्नुहुन्छ बर्ड वाचरहरू एकदमै इट्स इज भेरी फेसिनेटिङ जसरी नयाँ इमिग्रेन्ट हामी नयाँ इमिग्रेन्टहरूको धेरै खालका जङ्गल खोला का नाममा प्रोभिन्सको नाममा तपाईँको डिफ्रेन्ट खालको अर्गनाइजेसनहरू पुतली सडक समाज यो समाज भने जस्तै यहाँका चराहरूका पनि समाज छन् यो भेरी फेसिनेटिङ हुन्छ यहाँलाई धेरै धेरै धन्यवाद